भए आदमी तो कहे मान्छे र स्वास्नी मान्छे र युवाहरू के कब्रबाट पनि बितेका जति शहीदहरू हुनुहुन्छ ती सबजना परे यहाँ यो जुन कार्यक्रम छ यहाँ जुन उपस्थिति जोगाउनको लागि राज संस्था नै चाहिन्छ। आदरणीय साथीहरू, आज सुन्नु भएको होला प्रचण्डजीले जुन मन्तव्य दिनुभएको छ, जुन आफ्नो उद्गार राख्नु भएको छ, उहाँले भन्नुभएको छ यो आन्दोलन पैसाको भरमा चलिरहेको छ। कति दिन पैसाले फेक्ने हो र कति दिन पैसा सकिने साथ कति दिन अड्ने हो भनेर हामी पनि देखाउला भनेर म उहाँलाई भन्न चाहन्छु, तपाईँ लुटेर आन्दोलन गर्नु भएको थियो, लुट्नको लागि आन्दोलन गर्नु भएको थियो। राष्ट्रवादी साथीहरू लुट्नको लागि होइन, यो देश जोगाउनको लागि आएका छन्। हामीलाई कसैले किन्न सक्दैन र त्यो शक्ति यो ओली सरकारमा पनि छैन। हामी ज्यान रहेन्जेलसम्म हामी यो सडकमा रहिरहनेछौँ। यो आन्दोलनले जुन आकांक्षा छ त्यो पुराउन हामी टाइम मोदीकोट लाउने हो के हुन सक्छ। हामी